गाई चाहिँ यस्तै रहेछ। अरे उतातिर गयो, अरे गयो भर्खरै गयो। बेलुका ठिक छ। अब बाहिर निस्क्यो म। यो ठुलो बिल्डिङ एउटा 5 तारे हो कि 7 तारे 5 तारे भनेको थियो होइन। होटेल चाहिँ बिल्डिङ होटल छ एकदम ठुलो। यो बन्दीपुर हेर्नु कति देखिने यसरी हो क्या, एकदमै 7 तारे एकदम ठुलो होटेल छ। यता अगाडि हल्का उस पनि छ है, मन्दिरहरू जस ठिकै छ, राम्रो छ। ओके, बन्दीपुर बजार हामी घुमघाम गर्दैछौँ गाइज। यो अलि माथिल्लो भेग पुरानो बजार यताउति रहेछ है। खास यता तलतिर छ बजार, यतातिर छ। यहाँ एउटा एकदम मजाको एकदम ठुलो भर्खरै बन्दै गरेको ट्याङ्की रहेछ। यो अलिक शिरतिर अलिक माथितिर है बन्दीपुर, विशेष गरी टुरिज्म एरिया पहिलाको तनहुँ जिल्लाको सदर। गाइज हामी अहिले यहाँ चाहिँ यो बन्दीपुर गाउँपालिका कार्यालयमा आइपुगेको रहेछ है। हामी यहाँबाट थोरै तल जान्छु, के छ यसो देखाउँछु, हेर्छु। यसो बजारतिर यो बजार एरिया रहेछ, बन्दीपुरको बजार एरिया। यो तल तल आउँदैछ, हेरौँ। पुरानो बजार है, जति पनि देखेको छ पुरानो बजार एकदमै मजाको छ है। पनि जिल्लाको नलप्रतिबाट हामी बन्दीपुरमा खास गरी तालिममा आएको थियो है साथीहरू। तालिम त मजा छ, खाना बस्न मजा छ। त्यस शिक्षकबाट जुन खेलको लागि विशेष गरी यसरी देखाउनु पर्दा कति मजाको है ठाउँ। यहाँ के छ यो, यस्तो राम्रो छ ठाउँ। गाउँ बजार भनौँ न, गाउँभन्दा पनि ओके को डेकोरेसन। त्यही होटेलहरू एकदम भित्र हेर्दा एकदमै कुहिरेहरू सब डुल्ना छ है गाइज। यो भ्रमणको लागि विशेष गरी टुरिस्टहरू कता छ। बन्दीपुर भ्रमण बस्दै सचिवालय बन्दीपुर कार्यालय बनाएको छ। यो भेगपुरे बजार वरिपरि एकदम मजाको। यता होटेल, यता कुहिरिनसँगै मजाको छ। यसो हेर्न पाइन्छ डेकोरेट। यताउति यो बजार एरिया रहेछ, मजाकै छ, गाउँतिरको जस्तै फुल छ पुरा। हाय 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 हाय, यहाँ त पुरा ताकै भित्र हेर्दाखेरि कति मजाको चाहिँ नि होटेलहरू है, डेकोरेसन एकदम मिलाएर यो बजारहरू। यो ड्रेसहरू पाउने यताउति यस रमाइलो छ यतातिर, राम्रो। ओके, फेरि अर्को घुम्न आएको गाइस। घुमिरहेको छु है, हामी घुमिरहेको छु। यस हेलो 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 साथी हिँड्दै हुन्छ यतातिर। ओके, अलिकति बजार एकदमै राम्रो ठाउँबाट हामी कटेको सकेको छ। यता नि बाटो त मजाले। अर्को कुरा के चाहिँ मलाई होस् लाग्छ भने गाइज, यहाँ बाटो मजाले छ है, तर यो बाटोमा गाडी हिँड्नको लागि होइन सर। बाइक चाहिँ म यसो हिँड्यो होला, मिलाएको छ बाइकलाई हल्का, तर पुरै सिँढी छ क्या। सिँढी भएपछि गाडी हिँड्ने ठाउँ मजाले छ, तर हिँड्न मिल्दैन नि त। त्यसैले यहाँ मजाले हिँडेरै
अवलोकन गरोस्, ठाउँ हेरोस् भन्ने हेतुले बनाएको होला सायद है। मजाले हिँडेरै पुरै भ्रमण गरोस् हेरोस् भन्ने हिसाबले लाग्छ है। किनकि यो घुम्ने ठाउँ, घुम्ने एरिया भएको कारण। अब यता पिच बाटोले रिसाइएको छ, एउटा फेरि आएको यताबाट माथि जान्छु, हेरौँ कति के छ कसो छ। है अलिकति थकाइ लाग्यो, थोरै माथि यतातिर अलिकति पहाड छ, त्यता जाँदैछु। यहाँ एउटा भानु माध्यमिक विद्यालय रहेछ जस्तै। ल हेरौँ माथितिर भानु माध्यमिक विद्यालय रहेछ गाई चाहिँ मजाको ठुलै बिल्डिङ छ। हामी थोरै माथि जाँदैछ। अब यो बाटो थोरै माथि गएर फेरि यता तल यता बजार हेर्दैछु के छ हाइट। यहाँबाट मजाको सिन देखा चाहिँ अरे रे 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 जति पनि बन्दीपुर ठाउँलाई कति मजाले देख्दो रहेछ यहाँ। भने हामी थोरै माथि आएको छ। यो स्कुल, यो चाहिँ म लागि देखाएको थिएँ स्कुल भानुमावि भनेर थियो। अनि सबै एरिया गाउँ कति मजाको ठुलो ठुलो एरिया। एकदम तल फेरि के रहेछ यो है। हामी अलिकति यस्तो त्यस्तो पहाड त्यो खरको पनि उस रहेछ हैट। अझ ठकाइ लाग्यो। अरे अरे रे ठकाइ लाग्यो है। हामी चाहिँ एकैछिन माथि गएको छ गाइस, एकदमै ठुलो माथि यता। हामी पनि यसो माथि हेर्न घुम्न उहाँहरू पनि हिँडेर आउनुभयो। यहाँ एउटा यसो बस्न मिल्ने एउटा उस रहेछ, राम्रो छ यहाँ। ल ल ल मैले जुन त्यो माथि गएको थिएँ नि त्यहाँबाट मैले खिचेको, त्यहाँबाट खिच्दै यसो भरे माथि चढ्दैछ एकैछिन है। हामी यो अलिक माथितिर आएको छ कि गाजी के हो यो अलिकता है। ठुलै डाँडो छ, थोरै हेरेको छु। यता तलतिर पुरै बजार भयो। ए मस्त हावा छ, क्या दामी छ यार। एउटा उस रहेछ है बस्नको लागि। हामी जानेले माथि नै हो, लगभग 1.5 किलोमिटर जति आइसक्यो होला सायद। हाम्रो साथीहरू आइपुग्नु भएछ, यता पुगेर नि आइसक्नु भएछ गाइस यार। अलि माथि नै पुग्यो थोरै। हामी सेन्टर पोइन्ट अब गन्तव्यमा आइपुग्न लागेको छु। हेरौँ के छ यहाँ माथि, सबभन्दा माथि एकैछिन है। यहाँ चाहिँ पुरानकोट भनेर लेखा चाहिँ पुरानकोट गन्तव्य यही रहेछ सबभन्दा माथि। हाई यो दुबो त्यो बोटहरू रहेछ पुरा, त्यो मजाको ठाउँ। योभन्दा माथिल्लो ठाउँै छ सबभन्दा हाइटमा आयो तलबाट है। मन्दिर रहेछ यसो कता स्पेस रहेछ क्या, यसो सम्म परेको यो ठाउँ है। है यता फेरि डेन्जर बाटो रहेछ है तलतिर। यता नि हेर्न मिल्ने ठाउँ रहेछ तल गाउँ। अनि त्यता यता जाने बाटो पनि रहेछ, यहाँबाट यसो जान मिल्ने रहेछ। हेर्नुहोस् है जुन माथि आइयो जो ठाउँ ठिक रहेछ। यसो बस्न नि मिल्ने रहेछ। यो थोरै बसेँ। अरे हामी त्यहाँबाट खिचेको हो हामीले होइन, भिडियो गरेको। त्यो माथिल्लो अलि अग्लो होटेल छ त्यहाँ बन्दीपुर केबल कार चाहिँ चाल्ने त्यहाँबाट रहेछ। डुम्रे तलबाट डुम्रेबाट 500 रुपियाँ चाहिँ टिकटको लाग्दो रहेछ है। साथीहरूले भने अनुसार म चाहिँ हिँडेँ होइन। जस अप डाउनको लागि 500 रहेछ। त्यति भिडभाड त थिएन। हामीले हेर्दाखेरि खाली नै हिँडेको थिएँ। जस सस्तै हो भन्नु पऱ्यो। त्यो 5-6 दिनको लागि भ्यालिड हुन्छ अरे, जुन फर्क्यो भने होइन।
यस 5 दिनको लागि तालीमा आउने साथीहरूलाई चाहिँ मिल्यो त्यहीबाट फर्किन मिल्ने रहेछ कि 500 मा आउने जाने है 6 दिन पुगेपछि नमिल्ने रहेछ भन्ने कुराहरू भएको थियो। यही छ साथीहरू अब हामी तल जानेछ हामी कोठामा जाँदैछौँ झलाकझुलुक यसो भिडियो देखाउँछ अनि इन्डिङ हुन्छ है हाम्रो ल पुरानै मन्दिर होला सायद यो पुरानो जमानामै बनेको है त्यति मोडिफाई गरेर नै बनाएको हुन्छ ल ठिक छ यताबाट नि जान मिल्ने रहेछ कि फेरि यताबाट गएर यस्तो डाँडातिर गएर यता आउने बाटो नि छ यताबाट नि हिँड्न मिल्ने हिँडेर यसो हेर्न मिल्ने खालको चाहिँ रहेछ ठ्याक्कै लाग्यो यार तलबाट आउँदा लगभग 2.5 किलोमिटर जति होला यताबाट नि यताबाट बन्दीपुर यता के हो के पुर हो थाहा भएन सुर्तीपुर हो कि न्यापुर हो कि भोलापुर हो थाहा भएन हल्का मजाक। अब हामी तल जाउँ है फेरि तल झरौँ है त जाउँला यसो उहाँलाई अलिकति यसो खोलेर हिँड्नु भएको छ है मजाले मन यसमै छु जाँगेमै हो हाफ प्यान्टमा हिँड्दैछु अरे देख्दै यहाँ पेट दुख्यो यार अब यहाँबाट तल झर्दैछ हामी यो ठाउँमा यसो बस्न पनि मिल्ने रहेछ क्या हरियो देख्नु भएको छ नि तपाईँहरूले यसो बस्न मिल्ने ठाउँमा यसो बस्दै आराम गर्दै झर्दै मिल्ने रहेछ तलबाट अब जाँदैछ एउटा बस तल देख्नु तल साथै देखेन यता भएर तल जाँदो रहेछ कि ओके अब हामी फिनिस भइसक्यो हामी जाँदा यो बाटोबाट गयो माथि हुँदै माथि टावरबाट हामी खिच्यो 2 जना मात्रै थियो अनि पछि आउँदा हामी 4-5 जना गयो त्यो माथि पुगेर आउँदाखेरि हाम्रो यो इको होटेल बन्दीपुर इको होटेल यसैमा हामी बसेको छ अलिक तलतिर रुममा चाहिँ के छ हामी खाना बस्ने खाजा खाने यहीँ हो अलिक तलतिर के छ अलिक हल रहेछ त्यहाँ मिटिङ हुन्छ हाम्रो यता चाहिँ यता माथि भने यसो चौतारा ठुलो चौतारा रहेछ यसलाई भनिँदो रहेछ तुडी खेल है हाम्रो यसलाई तुडी खेल भन्दो रहेछ यतातिर यसो उसलाई बसेर खेल्न नि मिल्ने रहेछ तुडी खेल यो मजाको यही हो हाम्रो प्र्याक्टिस भएको बिहान मात्रै कोरेको हाम्रो यो के भन्छ लाइन देखाएको छ होइन हल्का सेतो यहाँ ट्र्याक कोर्यो हामी सिक्यो यहाँ अलिकति फिल्ड छ हुन्छ यति नै राख्नेछ आजको भ्लग भने जे भन्छ एउटा बन्दीपुरको हामी घुमेको ठाउँलाई यसो देखाएको मात्रै ओके यति नै भन्न चाहन्छु कस्तो लाग्छ भिडियो हेरेपछि यसो सल्लाह सुझाव दिनु होला कुनै मन पऱ्यो मलाई लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु होला के भन्छ फिल्मपाल जय नेपाल ओके गुड बाई सबैलाई नमस्कार टक